हेलो एभ्रिवान, वेलकम टु माई रेसिपी च्यानल साथीहरू। आज चाहिँ म हजुरहरूलाई पनिरको तरकारी पकाएर खुलाउँदैछु। यो चाहिँ भेजिटेरियन साथीहरूको लागि सजिलो हुन्छ भनेर मैले आज पनिरको रेसिपी लिएर आएको छु। पनिरको तरकारी कसरी बनाइन्छ त स्वेच्छाको स्टाइलमा पनिरको तरकारी बनाएर खानु होला है त। सुरुमा चाहिँ पनिरलाई फ्राई गरेर निकाल्नुहोस्। यसरी सानो बनाएर काटेको पनिरलाई चाहिँ तेलमा फ्राई गरेर एक साइडमा छुट्याउनुहोस्। यतिको कलर चेन्ज भइसकेपछि पनिर पाक्यो भन्ने थाहा हुन्छ र यसरी निकाल्नु। अनि कति चाहिन्छ आलु काट्नुहोस्, प्याज काट्नुहोस्, लसुन प्याज के खानुहुन्छ काट्नुहोस्। त्यसपछि चाहिँ कुकरमा तेल थोरै राख्नुहोस्। इफ लसुन प्याज पनि खानुहुन्न भने हजुरहरूले नहाल्नु भए नि हुन्छ। आज चाहिँ मैले मेरो घरको भाइ बुवालाई सम्झेर पनिरको तरकारी बनाएर खाँदैछु। गाइज, लसुन प्याज पनि हालेर खाएको छु है जम्मा फाम। त्यसको लागि चाहिँ तिमीहरू चाहिँ घरमा लसुन प्याज बिनाको पनिरको तरकारी बनाएर खाऊ है त। अनि यसरी भिजाएर राखेको चना केराउलाई मजाले पखाल्नुहोस् र साइड लाउनुहोस्। त्यसपछि यता तेल तातिसकेको हुन्छ, त्यसमा चाहिँ हल्का मेथी फुराउनुहोस्। अनि यता मैले ढुङ्ग्रो पनि फुराएर राखेको थियो। यसरी झ्याममा खाँदै चाहिँ नपकाउनु है, मैले मात्र पकाएको हो। प्याज र खुर्सानीलाई तेलमा फ्राई गर्नुहोस्। तेल तातेपछि त्यसपछि थोरै बेसार राख्नुहोस्। बेसार राखेर मजाले एकैछिन चलाउनुहोस्। अनि प्याजको कलर चेन्ज भइसकेको हुन्छ। त्यसपछि हजुरहरूले भिजाएर राखेको केराउ राखेर मजाले फ्राई गर्नुहोस्। सुरुमा आलु राख्नु भए नि हुन्छ, तर मलाई केराउ गाडागुडी चाहिँ अलिकति बुटियोस् जस्तो लाग्छ। त्यही भएर सुरुमा फ्राई गरे, बुटे त्यसलाई। अनि के छ त हजुरहरूको हाल खबर? नेपालतिर चुनावको हाल खबर के छ? भोट फर घन्टी त होला सबैजना भएर घन्टीलाई भोट हाल्नु होला। म पनि यताबाट भोट हेर्दै बस्दै गर्छु। अनि मिठो मिठो बनाएर खान्छु है त साथीहरू। गफ भन्ने कुरा गर्दै राखौँला। फेरि ब्याक टु पनिर रेसिपीमा साथीहरू। स्वाद अनुसारले नुन राख्नुहोस् केराउमा। त्यसपछि मसला राख्नु भए पनि हुन्छ अहिले, तर मैले अलि डढ्छ कि भनेर पछि मात्र मसला राख्छु। यतिको केराउ भुटिसक्यो, चना केराउ भुटिसक्यो भनेपछि चाहिँ हजुरहरूले अब आलु मिक्स गर्नु भए हुन्छ। मैले चाहिँ यसरी पकाउँछु, तर घरमा हाम्रो चाहिँ अर्कै स्टाइलले बनाउँछ। आस्ताले खै कसरी बनाउँछ त्यो लतक्कवाला टालले बनाउँछ क्या उसले चाहिँ। मैले चाहिँ यसरी बनाएर खान्छु। अनि पनिर फ्राई मलाई एकदम मनपर्छ, त्यही भएर मैले काँचै पनि खाइदिन्छु। र आलु फ्राई गर्नुहोस् एकैछिन, चनासँग आलु पनि मिक्स गरेर मजाले चलाउनुहोस्। जहाँ भए पनि मिठरी बनाएर चाहिँ खानु पर्यो है साथीहरू। भोकै काममा हिँड्ने काम चाहिँ नगर्नुहोस्। मिठो मिठो बनाएर खाजा प्याक गरेर टक्क खानुहोस्। इफ हजुरहरूलाई पकाउन आएन भने स्वेच्छाको रेसिपीबाट फलो गरेर, अल्छीवाला रेसिपी हो मेरो चाहिँ, यो रेसिपीबाट फलो गरेर टिकटक हेरेर युट्युब हेरेर बनाइवरी खानुहोस् हस्। ल हेर्नुहोस्, मैले के राखेँ त मसला राखेर मजाले चलाएँ। अहिले नै यो चाहिँ रेडी भइसकेको छैन। एकैछिन मजाले फ्राई गर्न छोडिदिनुहोस् मसला राखेपछि। अनि हजुरहरूले फ्राई गरेर राखेको पनिरलाई मिक्स गर्नु भए हुन्छ। अब चाहिँ पनिर राख्नुहोस् होइन। त्यतिखेरसम्म आलु र केराउ मजाले फ्राई भइसकेको हुन्छ। अनि हजुरले चाहिँ फ्राई गरेर राखेको पनिरलाई मिक्स गरेर मजाले चलाइदिनुहोस्।
अनि अरू लसुनहरू, पिरो, धनिया मिक्स गर्नुभए हुन्छ। मैले चाहिँ जस्ट गोलभेडा मात्र मिक्स गर्न लागि अलिकति ग्रेभी बनाउनको लागि चाहिँ गोलभेडा मिक्स गरेँ अनि मजाले चलाएँ। अहिले नै खामखाम भइसक्यो होला हैन साथीहरू, तर यो अहिले पाकिसकेको छैन। अनि थोरै पानी राखेर चलाइदिनुस्। त्यसपछि चाहिँ कुकरको बिर्को लगाएर छोडिसकेपछि हजुरहरूले सिटी चाहिँ 2 देखि 3 सिटी लगाइदिनु भयो भने पनिरको तरकारी पनि रेडी हुन्छ। मेरो चाहिँ पनिरको तरकारी रेडी भइसकेको छ साथीहरू। ल हेर्नुहोस् त, पानी सुकिसकेको छ, पाकिसकेको छ पनिरको तरकारी। अलिअलि आलु अनि गोलभेडा चाहिँ यसरी चलाएर खुट्दिनुस्। हल्का ग्रेभी लेतो जस्तो बनाउनुस् अनि धनिया माथिबाट छरेर हजुरको तरकारी रेडी भयो साथीहरू। मैले चाहिँ थोरै धनिया पनि मिक्स गरेँ त्यही माथिबाटै। आज चाहिँ मैले एकदम जाँगर चलाएर बनाएको है साथीहरू। यो चाहिँ देख्दाखेरि अल्छी रेसिपी देखिए पनि यो जाँगर चलाएर बनाएको रेसिपी हो। हजुरहरू पनि यसरी नै मिठो मिठो बनाएर खानुहोला। ल भन्नुहोस् कस्तो देखिएको छ पनिरको तरकारी साथीहरू। ल हेर्नुहोस्, पनिरको तरकारी पाकिसकेपछि यसरी खानुपर्छ साथीहरू, ज्याम। अनि यो आमाको अचार, प्लिज कसैले मेन्सन गरिदिनु न आमाको अचारलाई। 2-4 वटा प्याकेट आमाको अचार पठाइदिनु पर्यो यहाँ भनेर। आमा नभए नि आमाको अचार, त्यही माथि आँपको वाउ नै छ क्या साथीहरू, वाउ नै छ। मेरो पनिरको तरकारी भन्दा त्यो आमाको अचार मिठो छ। यसरी एक्लै झ्याम खानु होला, खाना पकाएर मिठो मिठो। साथी न सँगी एक्लै रङ्गी चङ्गी छ जिन्दगी साथीहरू, यस्तै छ। I miss you guys, all my Puspa gang. Bye bye. Thank you for watching my video.